आजको यो पहिलो क्वार्टर फाइनल म्याच लासोमोङ एफसी बनाम हिमाली बोइज माझ भिडन्त हुनेछ। यसर्थ आज खेलाडीहरूसँग यहाँ चिनापर्ची साटासाट गर्नको निम्ति हामी समक्ष उपस्थित आजको मुख्य अतिथि महोदयज्यू अनि विशिष्ट अतिथिगणलाई यो खेल मैदानतर्फ प्रवेश गराइदिनु हुन म चिफ पेट्रोनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र आदरणीय दर्शकबिन आजको यो पहिलो क्वार्टर फाइनल हुन गइरहेको छ। लासोमोङ एफसी लोअर चोङराङ बनाम हिमाली बोइज ताजमहल माझ भिडन्त हुन गइरहेको छ। यसर्थ अहिलेलाई हामी समक्ष उपस्थित मुख्य अतिथि महोदयज्यू अनि विशिष्ट अतिथिज्यूसँग यहाँ खेलाडीहरूसँग चिनापर्ची भइरहेको यहाँलाई म जानकारी दिलाउन चाहन्छु।